नमस्कार साथीहरू, मेरो डाडामा टिभी युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ कम्प्युटर भनेको के हो, यसको इतिहास, नेपालमा पहिलोपटक कम्प्युटर कहिले आएको हो र यसको महत्त्वबारे सजिलो भाषामा बुझ्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला हामी कुरा गर्नेछौँ कम्प्युटर भनेको के हो। कम्प्युटर भनेको एउटा विद्युतीय उपकरण हो जसले प्रयोगकर्ताबाट इनपुट डेटा लिन्छ, प्रशोधन गर्छ, आवश्यक जानकारी निकाल्छ र भविष्यका लागि सुरक्षित पनि राख्न सक्छ। सरल भाषामा भन्नुपर्दा कम्प्युटरले हाम्रो काम छिटो, सजिलो र सही तरिकाले गर्न मद्दत गर्छ। अब कम्प्युटर शब्दको अर्थ। कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटर शब्दबाट आएको हो, जसको अर्थ गणना गर्नु हो। सुरुमा कम्प्युटर गणना गर्नका लागि मात्र प्रयोग हुन्थ्यो, तर अहिले शिक्षा, स्वास्थ्य, बैंक, व्यापार, सरकारी कार्यालय, मनोरञ्जन र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसम्म यसको प्रयोग भइरहेको छ। अब विश्वमा कम्प्युटरको छोटो इतिहास। संसारको सबैभन्दा पहिलो सामान्य उद्देश्यको इलेक्ट्रोनिक कम्प्युटर इनिक मानिन्छ। त्यसपछि कम्प्युटर निरन्तर विकास हुँदै अहिले सानो, छिटो र धेरै शक्तिशाली बनेको छ। आज हामी डेस्कटप, ल्यापटप, ट्याब्लेट, स्मार्टफोन जस्ता आधुनिक कम्प्युटिङ उपकरण प्रयोग गरिरहेका छौँ। यो थियो कम्प्युटरको सानो इतिहास। कम्प्युटरको विस्तृत इतिहासको बारेमा जानकारी अर्को भिडियोमा दिनेछु र अब अन्तिममा हामी जान्नेछौँ नेपालमा कम्प्युटर कहिले आयो। यो चाहिँ एकदमै जानकारीमूलक कुरा हुनेछ। नेपालमा कम्प्युटर पहिलोपटक विक्रम सम्वत 2028 अर्थात् सन् 1971मा भित्रिएको मानिन्छ। त्यसबेला सरकारले राष्ट्रिय जनगणनाको तथ्याङ्क छिटो र व्यवस्थित रूपमा प्रशोधन गर्न कम्प्युटर प्रयोग गर्न थालेको हो। नेपालमा पहिलो कम्प्युटर। नेपालमा पहिलोपटक प्रयोग भएको कम्प्युटर आइबिएम 1401 थियो। यो कम्प्युटर विशेष गरी जनगणनाको तथ्याङ्क प्रशोधनका लागि ल्याइएको थियो। त्यसबेला सबै काम हातैले गर्ने भएकोले धेरै समय लाग्थ्यो। कम्प्युटर आएपछि तथ्याङ्क छिटो र बढी व्यवस्थित रूपमा प्रशोधन गर्न सम्भव भयो। आजको युगमा कम्प्युटर किन आवश्यक छ? आज शिक्षा, स्वास्थ्य, बैंकिङ, सरकारी सेवा, व्यापार, कृषि, सञ्चार, मनोरञ्जन र एआई लगायत लगभग सबै क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको छ। त्यसैले कम्प्युटरको आधारभूत ज्ञान हरेक व्यक्तिका लागि आवश्यक बनिरहेको छ। साथीहरू, आज हामीले कम्प्युटर भनेको के हो, यसको इतिहास, नेपालमा पहिलोपटक कम्प्युटर कहिले आएको र यसको महत्त्वबारे जानकारी लियौँ। यदि तपाईँ कम्प्युटर सिक्न चाहनुहुन्छ भने यस्ता आधारभूत विषयबाट सुरु गर्न सबैभन्दा राम्रो हुन्छ। यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै कम्प्युटर तथा एआई सम्बन्धी भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी भिडियोमा भेटौँला। नमस्कार।